तराईमा गाईबस्तुलाई खुवाउनको लागि पराल यसरी नै बाहिर राख्ने गर्दछ। यो सबै पराल चाहिँ गाईबस्तुलाई खुवाउनको लागि आफ्नो घर पछाडि बाहिर राखिराखेको हुन्छ। अब म तपाईहरुलाई गाउँमा गुइठा कसरी तयार गर्दैछ गुइठाको विषयमा देखाउँदैछु। यता गुइठा सुकाइरहेको छ र सँगै रहेको छ यहाँ सुपारीको बोटहरू पनि तन्नै देखिन सकिन्छ गाउँहरुमा। गुइठा बनाउनको लागि गोबरसँग मिसाउने यी ठुलोहरू यसरी बनाइरहेको हामी देख्न सक्छौं। र यी लठीहरुमा गोबर र यो ठुलोको मिक्स चाहिँ गोबरसँग गुइठा बनाउनको लागि प्रयोग गर्छ। यसरी गुइठाहरू ठाउँ ठाउँमा सुकाइरहेको हामी देख्न सक्छौं। छानामा पनि यसरी गुइठाहरू सुकाइरहेको हामी देखिरहेका छौं। र जुन जुन ठाउँ पाउँछ ठाउँलाई खाली नै नराखिकन गुइठाहरू सुकाउने गर्दछ तराईमा। यो मोरङ जिल्लाको एउटा गाउँ हो विराटनगरमा। र विशेष गरी गाउँमा आगो बाल्नको लागि यहाँका गाईबस्तुको गोबरबाट गुइठाहरू बनाउने गर्दछ। र यहाँका बासिन्दाहरू गुइठा बनाएर सुकाउने गर्दछन्। र यही गुइठाबाट बिहान बेलुका उहाँहरू खाना पकाउने काम पनि गर्नुहुन्छ। तराईको घर विशेष गरी यस्तो एकदम सानो सानो हुने गर्दछ र होचो होचो पनि हुने गर्दछ। र तपाईले हेर्नुभयो यो गुइठा आफैले पालेको गाईबस्तुबाट बनाइएका तिनीहरूको गोबरबाट बनाइएको गुइठाहरू हुन्। र दाउरा बाल्नुभन्दा यो गुइठा बाल्नु नै सजिलो रहेछ यहाँको बुझाइ अनुसार। ठाउँ ठाउँमा उहाँहरूले गोबरलाई खेर नपठाइकन गुइठा नै बनाउने गर्दछ। बनाएर यसरी सुकाइराख्नु भएको छ। मैले अघिदेखि देखाइरहेको छु। यो विशेष गरी गुइठा यसरी उता छोटो छोटो लठीमा गुइठाहरू बनाएर यसलाई सुकाउने गर्दछ। र जब यो एकदम मजाले राम्रोसँग सुक्छ, यो सुकिसकेपछि यसलाई बाल्दाखेरि अझ राम्रोसँग बल्ने बताउनु भएको छ। यो देख्नु भएको छ तपाईले यहाँ लठीहरू, सानो सानो लठीहरू। यी लठीमा गोबर र नजिकका यो पराल छ्वाली तिनीहरूले मसिनो मसिनो गरी काटेर त्यो पराल र छालीको मसिना ठुलो र टुक्रा र त्यसपछि गोबरलाई मिसाएर यो गुइठा बनाउने गर्दछ। र यो नै विशेष गरी तराईको गाउँमा आगो बाल्ने भनेको नै ग्यास भन्दा पनि यो गुइठाहरू नै बढी बालिरहेको हामी देखिरहेका छौं। र यसरी गाईबस्तुबाट प्राप्त जुन पाएको गोबर छन् यसबाट गुइठा बनाउनको लागि गाईबस्तु पाल्नको लागि गोठहरू पनि यसरी बनाइरहेको हुन्छ। र यहाँ देख्नुहुन्छ यहाँहरूले यिनै गाईबस्तुबाट आएको गोबरबाट नै गुइठाहरू बनाउने गरिरहेको पाइन्छ। यहाँ गाई विशेष गरी तराईमा गाई पालनलाई अगाडि बढाइएको छ र गाई
पालनलाई नै हामी देख्न सक्छौँ र यो घरमा पनि हामी गाईलाई देख्न सक्छौँ। यो भयो तराईका बासिन्दाहरू, उहाँहरू बस्ने साना साना चुप्रो र गोठहरू पनि यही भित्र नै बनाइराखेको हामी देख्न सक्छौँ।